हेलो साथीहरु, तपाईहरुलाई स्वागत छ हाम्रो ओकेजे टिच युट्युब च्यानलमा। तपाईहरुले आज यो भिडियोमा हेर्नुहुन्छ कि हामी यो भन्दा पहिला अगाडि भनेको थियौं कि कसरी एप्लाई गर्ने जुन आर्थिक गर्न खोलाएको छ 2082 सुपरिवेक्षक गर्नको लागि त्यसको बारेमा कसरी एप्लाई गर्ने भनेर सिक्ने छौं हैन। यहाँ दिएको डिस्क्रिप्सनमा दिएको छ लिंक पनि हुन्छ, त्यसमा चाहिँ कपी गर्नु होला तपाईहरुले। जस्तै मैले यहाँ यो लिंक छ, यो लिंकलाई मैले कपी गर्छु अनि आफ्नो क्रोम ब्राउजरमा खोल्छु। जस्तै यहाँ मैले टाइप गरिदिए हैन, तपाईहरुले यहाँबाट हेरेर पनि एप्लाई गर्न सक्नुहुन्छ। यसरी इन्टर गर्नु होला। तपाई आफ्नो मोबाइलबाट पनि सेम क्रोम ब्राउजरमा यसरी क्लिक गर्नु होला। मैले यहाँ क्लिक गरे। यसरी क्लिक गरिसकेपछि तपाईहरुको यसरी इन्टरफेस खुल्छ। यसरी इन्टरफेस खुलेपछि तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ के लेखेको छ। सबै विवरण अनिवार्य छ। डकुमेन्ट अपलोड गर्दा अपलोडको प्रकार पीडीएफ वा जेपीजी र अधिकतम 200 केबी भन्दा कम हुनुपर्छ हैन। अधिकतम साइज 200 केबी हुनुपर्छ भनेको अर्थ 200 भन्दा कम केबी को हुनुपर्ने छ। त्यसैले यहाँ तपाईले आवेदकको जस्तै कि यो इन्टरफेस खुल्छ भने तपाईहरुले यहाँ चाहिँ आफ्नो कार्यक्षेत्र सम्बन्धी विवरण भर्नु होला हैन। त्यसपछि यहाँ सुपरिवेक्षकको मात्र भर्नुहुन्छ कि गणकको मात्र भर्नुहुन्छ कि दुवैको भर्नुहुन्छ। दुवैको लागि भने यसरी दुवैमा क्लिक गर्नु होला। यसले यहाँ क्लिक गर्नु होला। प्रदेश तपाईको कुन छ प्रदेश त्यो अनुसार दिनु होला। जस्तै कि यसरी तपाईलाई जिल्ला चुज गर्न भन्छ, जिल्ला चुज गर्नु होला हैन। जिल्ला चुज गरेपछि तपाईहरुले नगरपालिका भन्छ, नगरपालिका चुज गर्नु होला। त्यसै तपाईलाई वार्ड नम्बर भन्छ, वार्ड नम्बर चुज गर्नु होला। यहाँ आवेदकको व्यक्तिगत विवरण, यहाँ व्यक्तिगत विवरणमा नेपालीमा टाइप गर्नु होला, यहाँ इंग्लिशमा टाइप गर्नु होला नाम हैन। त्यो अनुसार लिङ बुबाको नाम सिलेक्ट गर्नु होला, आमाको नाम दिनु होला हैन, टाइप गर्नु होला, बाजेको नाम टाइप गर्नु होला। र यहाँ जन्ममिति दिँदाखेरि जुन फर्मेटमा भनिरहेको छ, त्यहाँ जस्तै कि 2051 छ भने 2051 छ भने 51 छ भने यसरी फर्मेट छ भने यसरी नै दिनु होला हैन। अनि त्यो एडीमा आफै कन्भर्ट भएर आउँछ, एज पनि आफै आइहाल्छ। अनि सम्पर्क नम्बर तपाईको मोबाइल नम्बर दिनु होला, इमेल नम्बर पनि सही दिनु होला किनकि कन्फर्मेसन इमेलमा पनि आउन सक्छ। अनि नागरिकता सम्बन्धी विवरण, नागरिकताको नम्बर दिनु होला, नागरिकता कुन प्रतिशत जारी भएछ त्यो दिनु होला, जिल्ला जारी भएछ कुन प्रतिबाट दिनु होला हैन। त्यसैगरी नागरिकता जारी भएको मिति, नागरिकताको पछाडिपट्टि रहेको जारी मिति हुन्छ त्यो दिनु होला। त्यसपछि तपाईहरुले नागरिकता यसरी ब्राउज गर्नु होला। नागरिकता ब्राउज गर्दाखेरि तपाईहरुले कुन फोल्डरमा कहाँ सेभ गरेर राख्नु भएको छ त्यसरी क्लिक गर्नु होला हैन। अनि स्थानीय ठेगाना, तपाईको ठेगाना कहाँ रहेछ, कुन प्रदेशमा रहेछ अहिले त्यो दिनु होला। त्यसरी गरेर के भन्छ स्थायी ठेगाना र स्थायी ठेगाना फरक छ भने त्यो पनि दिनु होला। त्यो एकै ठाउँमा छ भने तपाई एउटै छ भनेर क्लिक गरेर राख्दा हुन्छ। अनि त्यसपछि तपाईको मृत्यु शैक्षिकताको ट्रान्सक्रिप्टको मार्कसिटको फोटोकपी यहाँ ब्राउज गर्नु होला, यहाँ अपलोड गर्नु होला। त्यसपछि मृत्यु शैक्षिकताको क्यारेक्टर ब्राउज गर्नु होला हैन। त्यसैगरी सुपरिवेक्षकको लागि, सुपरिवेक्षक यहाँ गणकको लागि भनिरहेछ अनि सुपरिवेक्षकको लागि त्यसैगरी सबै विवरण भर्नु होला। तपाई दुईटीको लागि भर्नुहुन्छ भने यहाँ गणकको लागि +2 को अपलोड गर्नु होला अनि सुपरिवेक्षकको लागि ब्याचलरको अपलोड गर्नु होला। अनि योभन्दा पनि माथिल्लो एकाइमा छ भने त्यो यहाँ अपलोड गर्नु होला। सबै सम्बन्धी भरेर विवरण सबै भरेर जस्तै कि यहाँ के भनिरहेछ, तथ्याङ्क सङ्कलन सम्बन्धी कुनै तालिम लिनु भएको छ भने 6 मा क्लिक गरेर अनि विवरण अपलोड गर्नु होला। यहाँ तालिमको अवधि पनि भन्छ, तालिमको अवधि पनि दिनु होला। अनुभव कुनै तथ्याङ्क सम्बन्धी काम गरिरहनु भएको छ भने त्यो पनि दिनु होला। अनि यसरी गरी तपाईहरु सबै भर्दा भर्दै सबै पुरा अपलोड भइसकेपछि यहाँ सबमिटमा क्लिक गर्नु होला। सबमिटमा क्लिक गरेपछि योभन्दा पहिला मैले माथि पेश गरेको विवरण सबै सही छ भने कुनै फरक पढेमा कानुन बमोजिम सही लाग्यो भने टिक लगाउनु होला, सबमिट गर्नु होला। त्यसै गरेर भर्नु होला। यदि कुनै समस्या भयो भने कमेन्ट गर्नु होला। हस्, धन्यवाद।